हेलो गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको न्यू भ्लगमा तपाईँलाई फेरि पनि म स्वागत गर्न चाहन्छु। अच्छा आज फेरि तपाईँहरूको सामने नयाँ भ्लग लिएर आइसकेको छु। सबै साथीहरू सन्चै हुनुहुन्छ होला, हामीहरू पनि यहाँ सन्चै छौँ। बाँकी चाहिँ हामीहरू आज मर्निङमा सानो आफ्नो परेसाबारीको काममा लागेको छौँ। यो जग्गा ठुलो त छैन, अलिकति छ र अलिकति हल्का फुल्का भयो भने हामीले यहाँ पर केही लगाउने जमर्को गरिरहेको छौँ। यहाँ चाहिँ अहिलेको बजार व्यवस्था छन्, अहिलेको माग अनुसार यहाँ चाहिँ खेतीपाती हाम्रो अलग किसिमको लाग्नेवाला छ। यतातिर यो 3 खाना 4 खाना रहेको छ। हाम्रो जग्गा चाहिँ कम छ, हाम्रो धेरै छैन। यो चाहिँ यसमा सुन लगाउने, त्यसमा चाँदी, अनि यसमा चाहिँ के भन्दै थियो अर्को, ग्यास सिलिन्डर लगाउने, अनि यता चाहिँ पेट्रोल लगाउने भन्ने मेन गृहमन्त्रीको आदेश भइसकेको छ। अब तो शायद बोलते भोसड़ी के त्यो हिसाबले हामीले चाहिँ अहिले कारवाही गर्दैछ। हेर्दै जाउँ, अब पछि लगाइसकेपछि के कसो हुन्छ तपाईँहरूलाई फेरि हामी यसको प्रोग्रेस रिपोर्ट दिनेछौँ। अहिले तपाईँहरूसँग फेरि म एकछिनपछि भेट्नेछु। अहिले हामी चाहिँ काम गर्नुपर्ने हुन्छ, म्याडमले काम गरिराखेको छ। ल होइन खाम गानु भने ल्याएको एउटा होइन त्यो यहाँ बस, त्यहाँ बस बस बस, तल बस तल बस तल बस, अलिक पछाडि जा न, अनि तल बस बस, त्यहीँ बस। भेरी गुड गुड गुड। देब्रे हातले, देब्रे हो, दे गुड। अब दाहिने गुड। हाई गर्दै, हाई। मुख पनि त्यस्तै बनाएको हजुर। मिठो मिठो। मैले चाहिँ खनेर आफ्नो काम खतम गरिसकेँ। अब म्याडमको काम बाँकी छ, यहाँ हल्का फुल्का जिलाउने। अब चाहिँ ओए यता उठिसक्यो होला, त्यहाँ अब हामी यता बस्यो त्यो उठ्यो होला उता। यसलाई के हो, यो माछाले चिप्किँदै चाहिँ यो त आगो हालिदिउँ है यसलाई। मर्छ यो आगो। ल माछालाई पुरा खान्छ यसले यार, सब्जीहरू पुरा खाइदिन्छ यसले। चल्दैन यार, फेरि जिन्दा जलायो भने फेरि के गर्दाखेरि मलाई पनि यार। तपाईँ ब्रेकफास्ट खाएर नास्ता खाएर आउनुभयो? हामीले यहाँ केही गरेको छैन अहिलेसम्म यार।
के बन्दैछ र आज फेरि स्पेसल बन्ने होला हो ए यार भाडा नि रोहित चिन्थेन र ए रोहिता तपाईँ चिन् चाहिँ बिहानको कामले गर्दाखेरि लेट भयो ब्रेकफास्ट पनि 8:20 भइसकेको छ ब्रेकफास्ट खानुपर्ने रहेछ अलिकति हल्का फुल्का लेट भएको म्याडम अझै आउँदैछ नुहाएर म चाहिँ नुहाएर आएर ब्रेकफास्ट खानु लागेको रोटी र सब्जी हाम्रो फ्रेस सब्जी मसरुमको सब्जीसँग बिहानको कामले गर्दा लेट भएको आज 8:20 मा ब्रेकफास्ट खानु परेको छ रोटी र आज मसरुम खाना ब्रेकफास्ट अहिले 8:20 मा खाइन्छ खाना चाहिँ 12-1 बजे फौजको ताल हो यहाँ पनि टाइम टेबल अब अहिले 8:20 मा ब्रेकफास्ट खाएपछि अब भोक लाग्ने कुरा नहुन सिधै 12 बजीतिर 12:30 छिटो भनेको 12 बजे मैले चाहिँ ब्रेकफास्ट खाइसकेँ अब खाएर पनि सब्जी यत्रो बचेको छ यहाँ म्याडमले खान्छ यहाँ फ्रुट छ फेरि अर्को सब्जी पनि गरम गरेर राखेको छ बाँको हेर बाँको र आलु यो चाहिँ खाना त मिठो हुने तर मलाई अहिले चाहिँ खाना नहुने भएको छ अब चाहिँ ब्रेकफास्ट खायो अब जानु खो बाहिर त घाम त बिहानबाट काम आफ्नो काममा लाग्यो थाहै भएन घाम लागेको त यहाँ त ठुलो घाम लागिसकेको रहेछ चर्को घाम लागिसकेको छ ल अहिले चाहिँ यहाँ सुनसान छ त मान्छेहरू हर्कत छैन आज के भयो ओइ एली ओइ कुर्सीमा बस जा कुर्सीमा गो है नतिर हेर्न कुर्सीमा गो कुर्सीमा जा भनेको ल कामधाम सुरु भइसकेको अवस्था छ सबैको आफ्नो ल अब चाहिँ एकछिन न्युज हेर्नुपर्ने हुन्छ के छ कसो के चल्दैछ नेपालमा नयाँ सरकारको कि चाहिँ
यहाँ चाहिँ हो यो मुनि पर्या बस्ने यो भगेरा चरा बस्ने पुरा गोठ लगाएर फालिदिएको हिजो फेरि राखेर लिएर आएको त्यो पर्यालाई यस्तो त नबनाउनु पर्ने चाहिँ पुरा पर्या बसेर हैरान पार्ने यस्तो मैले ऊ पनि अनलाइन मगाएर राखेँ है त्यो हुने चाहिँ छ कस्तो सतायो पर्याले पनि यहाँ बस्दैछ म आएदेखि यता आएर बस्छ अहिले फेरि यहाँ आउँछ कुर्सी यहाँ गएर बसिहाल्यो अनि यहाँ तल आएको त पिच्च भन्ने होला नि त भाउ है यता तल तल घाम आइसक्यो यता बस भनेको माने हुन्छ नि त छपक्क लाएर पुरा त्यो बाइकको कभर पुरा त्यो धुलो धुलो बनाइसक्यो त्यहाँ यहाँ यहाँ यो कसले गराएको यो कसले गराएको बाइकको यो हेर त पुरा यो हेर यो कसले गराएको यो अब दरा पिच्चा भनेर गएको होइन फेरि म आफ्नो ठाउँमा गएर बसिहालेँ फेरि पिच्चा भनेर यस्तो छ नि यहाँ पुरानो यो स्कुटी यहाँ हाल्नुपर्छ बाइकको पुरा गरा पुरा च्यातेर स्कुटी अर्को ठाउँ राख्नुपर्छ उतातिर बाहिर लान्छु भने तर लगाउन बाहिर काम गरेछ नि बाहिर लगाउने जस्तो लगाउँला के छ हाल खबर बुद्ध चोकको फेरि ओहो कत्रो समस्या बनायो होला यसले यार त्यो दिनभरि अब घर यहीँ छ यहीँ अब नास्ता खाएर आएको थिएँ के समोसा खाने एक त समोसा खाने अहिले माहौलै छैन मेरो ये बड़ी अच्छी बात कही आप खानु पर्ला पछि ठिक भएपछि बुद्ध चोकमा आज चाहिँ के सुनसान छ त मिस्त्री के गर्नु धरान सेटिङ खोल्न लागेको छ के हो सुधार खोल्नु लाग्यो र सेटिङ खोल्नु लाग्यो कहिले खोल्ने त यो त पानी लिमिट भन्दा धेरै खाइस भट्केलाई पानी के भटकिन कहाँ भटकिन हो भट्किन्न के बोले भाइ अब के बोले उहाँ ढलान तल ढलान गर्ने अनि त्यहाँ यहाँ सुरु गर्ने होला नि कहिले हुन्छ र ढलान पानी त तरिकाले खास यसले पानीको टेन्सन छैन यहाँ सेटिङ खोलेर फेरि मसिन तल सुरु गरे हुन्छ ओहो यार यस्तो पो टमाटर छ यार टमाटर हाम्रो के भएको यस्तो टमाटर अन्त टमाटर फरेको हाम्रो त मरेको छ टमाटर जिम्दै
हावा पास हुन मुस्किल हुन्छ अब यहाँ यस्तो घर बनिसकेको छ फललाई गुड मर्निङ जनता जनार्दन है के रहेछ को विनोद हो बाजे बाजे खै र टिभी मोबाइल हेरिराख्ने बास पढाइ सढाइ छैन केही छैन जमानाको फोटोहरू हेर दाइले पुरा फ्रेमिङ गरेर राखेको छ यहाँ आफ्नो फौजी लाइफको पुरा ए टु जेड यहाँ पनि हामी पनि यहाँ छ 20 ब्रिगेडमा हामी पोस्टिङ हुँदाखेरि यो यहाँ मेरो यमुनाको छ बाँकी यहाँ मेरो कहाँको छ मेरो फोटो पनि हुनुपर्ने हो यहाँ 20 ब्रिगेडमा यो दाइले सुधार्मिजा लगाएको उहाँ सुरुवातमा त्यो सेन्टरमा बिदाई गर्दाखेरि सेन्ट्रेसन गरेर बिदाई हुँदाखेरिको यो फोटोहरू पुरा पहिला पर सुधार मेजर कमान्डर साहब जस्तो पर सुधार मेजर जस्तो मतलब आउट गर्थ्यो नि त त्यो सेन्टरबाट कमान्डर साहबलाई जस्तो सेम यसमा पनि कमान्डर साहब जस्तो गाडी तान्ने अनि त्यसरी मतलब आउट गर्ने सिस्टम थियो अहिले त छैन यहाँ मुना यहाँ नाचेको 20 ब्रिगेडमा यहाँ फोटो यो फोटो रहन्छ यार हुनुपर्ने यहाँ बाबुजीको बिदाई सेन्ट्रेसनले गर्दाखेरि बिदाई सेन्ट्रेसन गर्दाको बिदाई बाँकी पुरानो मेरो फौजको आर्मीको फोटोहरू छन् मेमोरेबल हुन्छ यस्तोहरू मैले यस्तो राख्ने भनेको एउटा त्यत्तिकै भएको छ हिँड्दा हिँड्दै लोकल काँक्रा लिएर आउनु पर्ने हो फेरि खाना दिनमा सलादमा चाहिन्छ सलाद धेरै खानुपर्ने हुन्छ मलाई ओहो के फुलायो उनले छर बाँड्छर ढोकामा बस्नु ढोका फेरि यतापट्टि लगाएको छ फेरि पछाडिपट्टि त यता मान्छे माथि बस्ने यता ढोका खुला राख्ने भएन फेरि मान्छे आएर घुसेर गएको पनि थाहा लाग्दैन र पछाडिपट्टि आएर ढोका खोल्ने हो स्वाट फेरि घटै ओहो पानी त ओभरफ्लो भएछ र कपडाहरू छतमा लानु पर्यो होला सुकाउन प्याज छैन र प्याज लोकल काँक्रा ल्याएको बन्दाकोपी अरू के लिने प्याज बन्दा अरू चाउचाउ ससेज पनि हो अरू के
दालमोट अस्ति न अस्ति त्यही अस्ति दालमोट भन्दा त्यही त दियो मलाई ओहो यार मुला पाउन आज नि मुला यार मैले पनि देखेन हिजो मन्डीमा यार ल आधी किलो प्याज 4 चाउचाउ 80 चाउचाउ कसो छ एउटालाई 20 रुपैयाँ मैले त खाने बाबु रेटै थाहा हुन्न एक त हामीले अब रेट सोध्दैनौँ कहिले पनि खान्छौँ न होटलमा सोध्छौँ न कहाँ सोध्छौँ व्यापार गर्नुपर्छ क्या म पनि यार 40 अर्को के भने दोकानमा सब्जी चेन्ज भएको र दालमोट दिनु दालमोट सब्जी चेन्ज हुनुपर्छ दालमोट भन्ने कुन चाहिँ हो र हजुर दालमोट कुन हो खै फेरि अलिक ठुलो पकाउनु हुन्छ अरे भन्थ्यो अलिक ठुलो पकाउनु हुन्छ अरे सानोमा खै पहिला पहिला दालमोट भन्थ्यो अहिले त अनेक थरीको नम्किन आउँछ मान्छे दालमोट पहिला पो एउटै थरी आउँथ्यो नि अच्छा अच्छा चार त दिनु कति हो के अरे दिदी ठुलो दालमोट रहन्छ ल के 3 आइटम पनि भनेको नि म यहाँ तल नुहाउन हिजो हेर्नु भएको छ भिडियो जान देखाएर मलाई हाल्दैन मम्मीसँग त ट्याक्कै कराएको हेर्नु है दोस्तो अहिले चाहिँ म छतमा कपडा सुकाउन आएको अभी देखाता हूँ मुर्गे अरे खत्तम भएछ त्यो हौ यस्तो हालत छ यार ओहो 10-15 दिन भयो के भएको कुखुरा यार पहिला कुखुरा अहिले यो अलिकति कुखुरा खत्तम बनायो न चारो खान्छ पहिलाको त चारो खाने ओको मारामारी गर्दा यो त चारो हालै बिहान खाएको छैन न बढ्छ अहिलेको बिजनेस त दाम के छ यस्तो कुखुरा न बढेछ न चारो खान्छ यस्तो हालत छ के भयो यार ढोका यो अस्ति गर्दा राम्रै गराएको छ यहाँ म हान्दैछु अहिले काम त अब त मुस्किल छ दिनमा बाहिर निस्किनु त बापरे बापरे बाप घाम चर्केको जाडोमा त ठिक हुन्छ छतमा घाममा बस्नलाई त अहिले त मुस्किल छ न पहिला त यदि 10-15 दिन भएन 10-15 दिनमा पहिला कत्रो ठुलो हुन्थ्यो नि न चारो खान्छ त्यसले अहिले यो पालीको कुखुरामा के नजर लाग्यो यार के भइगयो यस्तो पक्को हो त्यो एआईवाला हो र त्यो माथि पहाडतिर गयो यार मुस्ताङतिर गयो आज चाहिँ अप्रिल 1 तारिक
अप्रिल फुल मनाउनु पर्ला छ आज कसलाई बेकुब बनाउनु पऱ्यो आज कोही न कोहीलाई त चक्कर लगाउनु पऱ्यो घुमाउनु पऱ्यो कोही न कोहीलाई त कसलाई गर्ने होला हाई हेलो साथीहरू हामी चाहिँ नि नास्ता खाएर हाम्रो बेबीसँग टाइम पास गर्दैछौँ अप्रिल फुल मनाउने भनेर फोन गरेको उहाँहरूले पहिले थाहा पाइसक्नु भएछ क्या मिस भयो मिसन अनसक्सेस भयो अब कसलाई मनाउने अब कसलाई आज बनाउनु मुर्गा बनाउनु मुर्गा ए कान्टीलाई केही न केही प्लान त गर न यार केही न केही भन न होइन न यहाँ एउटा काम इमर्जेन्सी गर्नु बोला न ए नै यार है के भयो भेटे दिदीले बोला होइन र भेटे दिदीलाई के भन्यो आएछ बिचरा यार काम छ तेरो बिचरा यार आएछ यार यहाँ आओ म ठ्याक्क आसमा नै उयो चप्पल देखेँ आएर गएछ नि त कान दिदीले थाहा रहेछ नि दिदीले भन्दैछ कि तपाईँले फोन भएको थियो एकजना मान्छेलाई ढाँटियो एकजना मान्छे उता खै हाई गऱ्यो खै नमस्ते गऱ्यो खै यता फर्केको चलेको ओख पछाडि गएन पछाडि रिसले अगाडि चलाउनु पछाडि गएन यता हेर ओइ अगाडि पो आउने हो पछाडि कहाँ जाने भनेको माथि बाजे नाति बाजे घुम्न जानु पर्यो पल्टेर यो त कम्ती डर छ बाजेलाई ल अहिले ल्याइदिन्छ है के भन आज फेरि ओहो उमा सित्रा केसको कहाँबाट ल्यायो कोराल नै ल्याएको कहाँबाट कोराल कोराल फेमस यार कोइरालो अर्ग्यानिक हो नि सानो टेस्ट गर्नु पर्यो है कोइरालो कोराल त दामी हुन्छ किन म र पिरो नखाएर होला पिरो लाग्यो हल्का
म त सादा प्लेन खाना खाइरहेको गरिदिनु खुट्टा टेक्ने उफ्रिने फर्किने अलि पुरा अगाडितिर जान्न पछाडितिर सर्किन्छ ओहो जेन्जी युवा सुतेको जेन्जी तपाईँहरू त जेन्जी बाजे हाँस मम्मी खानु डर्छन् जस्तै भुइँमा गुल्टेर गुल्टिन्थ्यो रिसेन्ट त्यसो गरेर लास्ट मान्छे पनि भुइँमा सुताइ कहाँ गराएको फेरि वकिङ गराएको म पनि भोलि जाने यार नेपालमा भोलि नै भोलि आजको 18 हो नि 21मा जाने हो 21मा अपरेसन गर्छु गर्न थाहा सल्लाह गर्नु पर्ला नत्र नानीको भातखुवाई गर्नु पर्ला पहिला कम्ती टाउको मन त हेर्नु कस्तो घुमाएर हेर्छ क्या ठुल्ठुलो मान्छे जस्तो के यता म यस्तो यता गाडी आयो भने गाडी त कम्ती हेर्छ गाडी बाटोमा केटा त हेर्न बाल लुसेको अब तानेको ठुलो मम्मी सानो मम्मी तेरो मम्मी त कान्छी मम्मी हो ठुलो मम्मी सानो मम्मी बाजे ग्रेन्डफादर भनेको फेरि पछि त्यो पुछे अलिक पुछेर मन त ठुलो मान्छे जस्तो घुमाउँछ क्या आएको होइन बिहारको एउटा सुन्दा साथ थियो उमाद हुने कहाँ भेटेर आयो शान्तिले पोखरा हो लामा गुरुङ हो ए कुन पल्टनको हो ओहो 3 बजे घाम यार बजार गएर आउनु पर्ने भयो काम पनि लागेछ हावा पनि लागेछ के यस्तो 3 बजे के काटेको एकछिन चाहिँ बजार गएर आउन पर्ने भयो सानो काम पर्यो बजारमा
बिहानको 3 बजे पिपल चौतारा अनि त म यहाँ आएको थिएँ, काम भयो। अब काम भएपछि अब म जाँदैछु न्यु रोडतिर। अहिले म चाहिँ बोलपुरको मेला ग्राउन्डमा आएको छु। यस्तो छ अहिले शामको 4 बजेको दृश्य। दोकानमा को छन् को हुन् आज? खै बेरोजगारी सङ्गठन बेरोजगारी सङ्गठन छैन यहाँ? यिनीहरू आएन आज? ओहो, कता गयो यहाँ मालिक? पानी पिलाएर अलिकति पानी खाऊँ। दिपिङ्का रे साउजी भएछ त? कहिले साउजी भयो दिपिङ्का? के पाइन्छ यहाँ? गरिमा आएन? ओहो, ल के भन्न चाहन्छु त आजको मेरो भ्लगमा? अब मेरो हेर्ने भ्युअर्सलाई, मेरो मतलब जो पनि साथीहरू छ उसलाई के भन्न चाहन्छु? अरू अरू के नि गेट होला त आफ्नो तर्फबाट? हो ल, फेरि अरू भोक लाग्छ? नास्ता खाने हो? खायो? बनास जानु मन लागेन? आज कति हो? आज 3 जाने हो? छिटो जानुलाई 2 हप्ता बस्नु भने होइन? उयो रमाइलो आएर अहिले नि झ्याउला आएर। ल हेलो बाई भन्दै अब कराउँछ। वाह, कसले सिकायो यसलाई बुर्रो गर्ने यार? उहाँ खान्छ फेरि उहाँ मोमो चाउमिन के झुरुप झुरुप। 7 बजे यस्तो छ हाम्रो यहाँ बुद्धेश्वरको दृश्य। त्यो माथि टावरमा लाइट हुनुपर्ने के? माथि बोलपुरको टावरमा के बुर्ज खलिफा जस्तो त्यहाँ जुन लाग्यो। ओइ सानो मायाको रुमाल पनि ल्याएन पुरै